गइरहेको कविताको शीर्षक छ आमा। अनि यो टोपी सम्पूर्ण आमाहरूलाई समर्पण गर्दै कविता सुरु गर्न चाहन्छु। एक सुनसान रात, सन्नाटाको आवाजसँग मिसिएको उनको रोदन। उता ऊ पुलिङ्गको सर्वनाम लिएर पृथ्वीमा खस्यो। उनी यता उनी शान्त भइन्। ऊ नरुदासम्म मनमा सन्नाटा छायो। ऊ रोयो, उनी हाँसिन्। उनी रुँदा रुँदै हाँसो बनिन्। आँखा नामका मूलबाट निस्किएका आँसु नामका नदीहरू उसको आगमनले मुस्कानमा हराए। अब सुरु भयो उसको चुस्ने यात्रा। कहिले उनलाई चुस्दै उनका हातबाट सेकियो, कहिले आफ्नै औँला चोस्दै उनका हातबाट सेकियो। ऊ उनलाई चुस्दै गयो, फुक्दै गयो, फुल्दै गयो, फक्रिँदै गयो। अब सुरु भयो उसको हँसाउने यात्रा। उसले हँसाउन सुरु गर्यो। कहिले लुगाभित्र सुसु गरेर हँसायो, कहिले लुगा बाहिर सुसु गरेर हँसायो। कहिले उसको सुसु सकियो तर हाँसो सकिएन। एक दिन त चुल्हो अगाडि बसेर सेक्दै गर्दा तताउन बसालेको दुधको कुँडेमा सुसु गरेर हँसायो। उसको सुसु पनि हाँसो थियो, उसको थुथु पनि हाँसो थियो, उसको यो पनि हाँसो थियो, उसको त्यो पनि हाँसो थियो। ऊ आएदेखि जताततै हाँसो नै हाँसो थियो। ऊ पहिलो पटक कोल्टे फर्किँदा उनलाई सूर्य नै कोल्टे फर्किए झैँ भयो। ऊ पहिलो पटक चार खुट्टाले हिँड्दा उनलाई संसार नै हिँडे जस्तो भयो। खानै नखाँदा पनि भोक मेटियो, पानी नखाँदा पनि तिर्खा मेटियो। ऊ आएदेखि उनको सबै पीर चिन्ता मेटियो। उनलाई पुस माघको चिसोले पनि जाडो बनाउन सकेन। उनलाई भिजेका पत्रा पत्रा लुगाले पनि जाडो बनाउन सकेन, किनभने उनी सुत्ने ओछ्यानको ठुलो सिरानीसँगै सानो सिरानीमा उनको सूर्यको टाउको थियो। सूर्य साथमा भएका आमालाई चिसाको के पिर। उनलाई चैत वैशाखको घामले पनि गर्मी बनाउन सकेन, त्यही चुलोको आगोले पनि गर्मी बनाउन सकेन, त्यही आगो अगाडिको तेलौरीले पनि गर्मी बनाउन सकेन, त्यही तेलौरीको तातो पोल्ने तेलले पनि गर्मी बनाउन सकेन, किनभने उनको काखमा चन्द्रमा थिइन्। चन्द्रमा साथमा भएका आमालाई गर्मीको के पिर। सूर्य हुर्किँदै गयो, चुस्दै गयो, चन्द्रमा हुर्किँदै गइन्, चुस्दै गइन्। सूर्य र चन्द्रमाले उनी र उनीका उनलाई यसरी चुसे जसरी एउटा बच्चाले आँपको बियो चुस्छ। चुस्दै छन्, हुर्किँदै छन्, फुर्किँदै छन्, घुर्किँदै छन्। हुँदा हुँदा सूर्य हुर्किँदै गयो, चिस्सिँदै गयो, चन्द्रमा हुर्किँदै गइन्, तात्दै गइन्। यसै बीचमा सूर्य र चन्द्रमा हुर्केर ठुला भए। बिचरा बबुरी आमा उनीहरूलाई हुर्काउँदा हुर्काउँदै आफू त हुर्किनै बिर्सिन्छन्। उनीहरू क पढेर कलम चलाउने भए, ख पढेर खस्रा भए, ग पढेर गाई जात्रा भए। तर बबुरी आमालाई केही पढ्नु थिएन। उनी पहिला पनि कपडा धुन्थिन्, अहिले पनि कपडा धुन्छिन्। उनले उनका सूर्य र चन्द्रमालाई धुँदा धुँदै आफूलाई धुनै बिर्सिन्छन्। बबुरी लाटी आमा तर पनि खुसी छिन्, सुखी छिन्, किनभने सिरानीका सूर्य र काखी चन्द्रमा सिरानी र काखमा त छैनन्, उनको हृदयमा छन्। सूर्य र चन्द्रमा हृदयमा भएकी आमालाई सुख र दुःखको के पिर। समय बदलियो। यताको सूर्यले उताकी चन्द्रमालाई भिर्यो, यताकी चन्द्रमा उताका सूर्यलाई दान गरियो, कन्या दान गरियो। अब उनले पहिलाका कुरा सम्झिन थालिन्। पहिला सूर्य सानो हुँदा उनको सूर्य उनकै सिरानी मुनिको सानो सिरानीमा हुन्थ्यो।
कहिले सुनको सिरानीमा ऊ हुन्थ्यो, कहिले सिरानीको ऊमा सुन हुन्थ्यो। अहिले सानो सिरानी हरायो, अब सुरु भयो ठुलो सिरानीको यात्रा। जब सूर्य ठुलो सिरानीमा सर्यो, अँध्यारिँदै गयो। जब चन्द्रमा ठुलो सिरानीमा सरिन्, चर्किँदै गइन्। तर उनको हृदयका सूर्य र चन्द्रमा कहिल्यै ठुला भएनन्, किनभने सूर्य र चन्द्रमा भन्दा पनि विशाल आमाको हृदय हुन्छ। उनीहरू खै के पढेर के चलाउन जान्ने भए, कहिले स पढेर सलाई चलाउन जान्ने भए, कहिले म पढेर मोबाइल चलाउन जान्ने भए। उनलाई केही जान्नु थिएन, सूर्यलाई सबै जान्नु थियो। सूर्य चम्किँदै गयो, उनी चाउरिँदै गइन्, सुक्दै गइन्, गल्दै गइन्। एक दिन अचम्म भयो, उनको हृदयमा भूकम्प गयो। असम्भव सम्भव भयो, आगोले चिसो बोल्न थाल्यो, प्रकाशले अँध्यारो खोल्न थाल्यो। उनी दङ्ग परिन्, अचम्म परिन्, पत्याइनन्, पत्याउन चाहिनन्। पत्याउन् पनि कसरी? सूर्यले अस्ताउनसम्म मिल्छ, चिस्सिन मिल्दैन। सूर्यले कस्न कस्सिनसम्म मिल्छ, डस्न मिल्दैन। अर्को दिन फेरि अर्को भूकम्प गयो, असम्भव सम्भव भयो, हिउँ पोल्न थाल्यो, अँध्यारो, आँखाले हेर्न नसक्ने गरी चर्को अँध्यारो भयो। उनी पुनः दङ्ग परिन्, अचम्म परिन्, पत्याइनन्, पत्याउन चाहिनन्। पत्याउन् पनि कसरी? चन्द्रमाले अस्ताउन मिल्छ, तात्दिन मिल्दैन। चन्द्रमाले कस्न कस्सिन मिल्छ, डस्न मिल्दैन। भूकम्पका चपेटामा परेकी उनलाई एक दिन सूर्य र चन्द्रमाले राहत गरे। सूर्य र चन्द्रमाले अर्को सानो सूर्य नामको पुलिङ्ग पृथ्वीमा खसाले। कुनै दिन फेरि अर्को राहत गरे। सूर्य र चन्द्रमाले उनका चिसा काखमा सेक्नका लागि अर्की सानी चन्द्रमा पृथ्वीमा खसाले। साना सूर्य र सानी चन्द्रमालाई सेक्दा बिचरा थोरै राहत उनलाई पनि भयो। त्यही बाहनामा तेलौरीको तेलले हुर्किन र धुनै बिर्सेका चाउरी परेका छालाले पनि तेल पायो, आगो पायो, तातो पायो। अब उनी ग्रान्ड मदर भइन्, चन्द्रमा मदर भइन्। अब घर यस प्रकारको छ। अब घरमा दुईवटा चिसा सूर्य, एउटा तातो सूर्य भए। अब घरमा दुईवटी चर्का चन्द्रमा, एउटी शीतल चिनी भइन्। चिसा सूर्यहरू काम नपरी बोल्दैनन्, चिसा सूर्यहरू मन खोल्दैनन्। बोल्नै पर्यो भने बिचरा बबुरो त्यो बोल्नै नजानेको सानो तातो सूर्य मार्फत बोल्छन्। तिनका घाँटीमा पिँडालु अड्केको लाजले होला कि खै केले होला है? कि त उनैले जानुन्, कि त उनैले जानुन्। एक दिनको कुरा हो, बटुवा आयो, कथा सुनायो। कथाभित्र बुढो चिसो सूर्य डोकोमा छ। अधवैँसे चिसो सूर्यले डोको बोकेको छ। साना सूर्य र चन्द्रमा, पुतली र बा अनि डोकामा भएका बाका पछि पछि छन्। जब भिर आयो, पीर आयो, डोकैसँग बालाई फाल्नै लाग्दा सानो सूर्यले चर्कोसँग भन्यो, बा डोको नफाल है, पछि तिमीलाई मैले केमा फाल्ने नि। कथा सकियो। कथा बाहिरकी चन्द्रमा हाँसिन्। उनलाई त्यो कथा होइन, चुट्किला लागेछ। अनि बटुवालाई भनिन्, कति लामो चुट्किला। कथा बाहिरका चिसा सूर्यका आँखा जुधे, लाज जुध्यो। अर्को दिनको कुरो हो, बटुवा फेरि आयो, कथा सुनायो। कथाभित्र चन्द्रमाले आफ्नी चन्द्रमा इन्ललाई फुटेको घैँटोको पिँधमा भात दिन्थिन्। एक दिन कथाभित्रका साना सूर्य र चन्द्रमाको झगडा भयो। त्यो झगडा चन्द्रमाको कानमा पर्यो। झगडाको कारण थियो त्यही घैँटे थाल। चन्द्रमा भन्छन्,
दाई बिहेमा यो घैँटे थाल मलाई दे है, किनकि मेरा घरमा पनि त कपाल फुलेकी चन्द्रमा हुन्छन् होला नि। दाई रिसाउँदै भन्छ, बरु सबै लैजा बहिनी, घैँटे थाल त आमालाई औधी मन पर्छ। आमाले पाएको मौका मेरी उनीले पनि त पाउनुपर्छ। कथा सकियो। कथाभित्रकी चन्द्रमा थाल किन्न बजार गइन्। कथा बाहिरकी चन्द्रमा हाँस्दै खाजा मकै लिन भान्सा गइन्। मकै सकियो, कथा सकिएन। बटुवाले मकै खायो, कथा सुनायो। कथाभित्रकी चन्द्रमाले आफ्नो ठिटो सूर्यलाई शर्तमा हराइन्। शर्त थियो आमाको मुटु, कथाभित्रको ठिटो शर्त थियो आमाको मुटु। कथाभित्रको ठिटो उल्लुले आमालाई फकायो, जङ्गल लग्यो, मुटु झिक्यो। फर्किने लाग्दा आमाको मुटु बोल्छ, बाबु मलाई थाहा थियो फर्किँदा रात पर्छ, पटुकाभित्र लाइट छ, बालेर राम्ररी जाऊ है। कथाभित्रको सूर्य रुँदै घर गयो, मुटुका कुरा चन्द्रमालाई सुनायो। कथा यता कथाभित्रकी चन्द्रमा ढलिन्, उता कथा बाहिरकी चन्द्रमा पनि ढलिन्। बटुवा दङ्ग पर्यो। पहिलो र दोस्रो चुट्किलामा हाँसेकी उनी अन्तिम चुट्किलामा किन ढलिन्? बटुवा बाटो लाग्यो। केही वर्ष यसरी बित्दै गए। 20-25 वर्षपछि संजोगले बटुवा त्यसै घरमा मकै खान पुगेछ। बटुवा फेरि दङ्ग पर्यो। अस्ति नै कथा सुन्दा ढलेकी चन्द्रमा पिँढीमा बसेकी, टर्च लाइट पटुकीमा कसेकी। बटुवाले सम्झाउँदै भन्यो, तिमी ढुक्क भौ माते, तिमलाई उनीहरूले जङ्गल लाँदैनन्, बरु उनीहरू आफै सहर र विदेश नामको जङ्गलमा तिमीलाई एक्लै छोडेर जान्छन्। हस्त, धन्यवाद।